नमस्ते छ यहाँ सबैलाई। आज हाम्रो सारुहरूको कुल पूजा रहेको छ, सारू खलकको काला सारूहरूको। र यो चाहिँ हाम्रो बाटो रहेको छ, जङ्गलतिर चाहिँ हाम्रो कुल पूजा रहेको हुँदा यता एउटा बाबुले क्षेत्रीय भाइले चाहिँ पानी लिएर हिँडेको छ, त्यहीँ राखेको छ। अब अर्को भाइलाई पालो दिन भनेर यता हाम्रो सिर्जन बाबु पनि छ, विशाल भाइ, हेन्सम भाइ है यिनी चाहिँ होइन, जाँगे लगाएर आएको छ नि ट्याक्क, राम्रो छ। यहाँ आँपको रुख छ, यहाँ चाहिँ एकदमै फल छ न यहाँ यो आँपमा। विशाल कस्तो महसुस भइरहेको कुल पूजामा हिँड्दा? राम्रै। के पूजा हुन्छ भनिदेऊ त, बताइदेऊ। थाहा छैन भन्न आउन न। भेडाको पूजा हुन्छ नि, हो न। हामी काला सारूहरू चाहिँ भेडाको पूजा गर्छौँ। विशेष गरी यो चाहिँ हाम्रो बाटो हो, सानो बाटो छ तर बेहोस रमाइलो महसुस भइरहेको छ। तलतिर कालीगण्डकी छ, पारी तनहुँ जिल्ला, यतामा पश्चिमतिर चाहिँ पाल्पा जिल्ला रहेको छ। भने हामी पाल्पाको एकदमै सिमानामा छौँ। यो खुकुरी टारले एकदमै परिचित रहेको ठाउँ हो। यो चाहिँ मियालको रुख, मियाल फलिरहेछ है, एकदमै मस्त फल्यो। यो पानी अमला, यसलाई चाहिँ पानी अमला भन्छ, एकदमै मिठो हुन्छ है पानी अमला पनि। एउटा निकालेर देखाउ त, सही हुन्छ। विशाल बाबुले देखाउँदैछन् पानी अमला। यहाँ निकालिदेऊ त, एउटा देखाउ त, दामी हुन्छ नि पानी अमला। अलि गेडा भएको देखाउ न। हो यो चाहिँ पानी अमला हो, खाऊँ न, टेस्ट गरौँ न, बबाल हुन्छ। यो पानी अमला हो, जमिन मुनि भएको पानी अमला। चख न तिमी पनि, मिठो हुन्छ, बहुत औषधि हुन्छ यो, धेरै औषधि हुन्छ यो पानी अमला। विशाल गएर सब्सक्राइब गर है, प्रवीण सारुमर भन्नुहोस् ट्याक्क मेरो युट्युब च्यानलमा। बहुत एकदमै टेस्टी छ। यो तलको चाहिँ कालीगण्डकी भन्दा पारी चाहिँ तनहुँ जिल्ला रहेको छ भने माथितिर पश्चिमतिर चाहिँ पाल्पा जिल्ला र हामी यो सिमानामा नवलपरासी जिल्ला, बर्गा सुस्टापुर हो। विशाल केही भन्न चाहन्छौ? तिमी कतिमा पढ्छौ रे? 8मा पुगिसक्यो। यिनी एकदमै ह्यान्डसम छ है, सारूहरूको ह्यान्डसम भयो यिनी। ल अब एकैछिनलाई ब्रेक गर्छौँ, फेरि अहिले हामी कुल पूजाको दृश्यहरू पनि देखाउनेछौँ। सारू खलकको भेडा आज हामी पूजा गर्न जाँदैछौँ। यो दुईवटा भेडा शिशिर दाइले लिएर आउनुभयो, निदान लाग्यो। उता हाम्रो काकाहरू, यता माथितिर पाल्पा जिल्ला रहेको छ। पाल्पा जिल्लाको एकदमै सिमाना क्षेत्रमा छौँ हामी, पारी तनहुँ। हाम्रो झ्याबाई हुनुहुन्छ उहाँ। झ्याबाई चाहिँ गुरु हो। यता आगो बाल्दै हुनुहुन्छ हाम्रो शिशिर दाई हुनुहुन्छ, यता भेडा लिएर आउने व्यक्ति हुनुहुन्छ, निकै जाँगे लगाएर हेर्छौँ भएर आउनुभयो। सबैजना सहभागी भइसक्नु भएको छ लगभग। युट्युबमा राख्ने हो क्या भ्लग हो नि। यहाँ हाम्रो अङ्कलहरू दाइहरू हुनुहुन्छ यतातिर। भेडा भइसक्यो कि यता हाम्रो जङ्गल। ल दाइहरू पनि आउनुहुन्छ है, प्रवीण सारू मगर गर्नु ट्याक्क 1K पुगिदिए सब्सक्राइब। के गर्ने भनौँ, पूजा मगर भाषामा मन्त्र न सुनौँ। बाजे कुल पूजाको बारेमा केही जानकारी दिनुहुन्छ? कति वर्ष भयो हाम्रो कुल पूजा गरेको? छोटो विवरण। उहाँले व्यस्त हुनुहुन्छ, हाम्रो बाजे चाहिँ एकदम व्यस्त हुनुहुन्छ। हजुर यो चाहिँ हाम्रो ब्यानर।
रोटी टपन टपन सीधी थोड़ी सा ना अभी में आउन यार बीच बीचमा यसो क्यामेरामा देखिनु पर्यो नि अब झ्याबैले धुप हाल्दै हुनुहुन्छ अब ओम नमः नमः हाम्रो बाजेले आज 2082 साल वैशाख 8 गते सोमबार 8 गते अष्टमी तिथि लगन न्याय परेकोले हजुर कुल देवदेवता माताहरूलाई सबै धुप फुल बाटी कलश बत्ती राखी साथमा 2 गोटा राम्रो भेडा सहित ल्याई हजुर कुल कुल्यान देवता माता आदि पूजा दिन चढाउन आएका छौँ सबैलाई हात जोडे हुन्छ जय ल चढाउन आएका छौँ हामी आत्रस्य गोत्र मध्यम शाखा काला सारू मगर मध्ये आज हामी 19औँ घरका सबै परिवार हजुरको पूजा थानमा आई हजुरहरूलाई ढोक नमस्कार गर्दछौँ आजसम्म 34औँ पटक पुग्दै आएका छौँ उसी सारा चढ़ी ना ऐजा उसे ऐजा न भेड़ा की उसे वाला लेमन ऐसे मिठालू मिठालू ला आयो न तो चौसा बिगाड़ से फिर बाजेको ह्यान्डराइटिङ पनि दामी छ है चस्मा निर्माण कार्य पनि भइरहेको छ उता भेडा उसे पहले वाला हो जी जम छा ल्याउने क्रम जारी छ अत्रासे गोत्र होइन बाजे ए कालासारू अत्रासे गोत्र अत्रासे गोत्र मध्य शाखा कालो सारू छाता कला 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 रुमाल फुटा ल है त मेरो मोबाइल को सिक्न पर्यो पानी छम्काउने कार्यक्रम भइरहेछ ल एउटा भेडा अबिर मलाई पनि अबिर उसे चाहिँ के भएको ल अब पानी छम्काउने कार्यक्रम भइसकेको छ भेडालाई अरे इला पाते छोरो चलाउन आउने उता यता पुवा पनि निर्माण कार्य भइरहेको छ हाम्रो काकाले इला ठन्ला लिने नि भेडा ल अब ल मुन्सुडी ल कुल कुल्यान देवता माता आदि हजुरको नोकर चाकरहरूलाई समेत सम्झना गर्दै यो भेडालाई पुज्दै जल अक्षता फुल पाटी कपडा राखी हामी सबैले हजुरहरूलाई पुज्दछौँ हामी सबै सारू परिवारलाई रक्षा गरी अन्न बाली राम्रो गराई वस्तुभाव सबै राम्रो गरिदिनु हजुरहरूको भर विश्वास राख्छौँ अरू कुनै आदि व्याधि रोग राग नजायज बाटो बचाइदिनु लो कुल देवदेवताहरू राम्रोसँग लिने गरिदिँदैछ खुसीसँग लिने गर्नुहोस् ल कुल देवदेवता माताहरूलाई सबैलाई ल माने ल भेडाले दिइसकेको छ माने है राम्रो गरी खुसीसँग हामी पनि खुसी हुने हजुरहरूलाई पनि खुसी गरी जय कुल देवता जय पितृ जय कुल रुमाल झाला पितृ पूजा नै होइन कुल ल कुल देवता माताहरू केही गुनासो नगर्नुहोस् हामी सबैले हामीले केही जानेको छैन हजुरको भर विश्वास छ सबैको भलो होस् सारू परिवारको होइन
ल हाम्रो बाजेले चाहिँ मन्त्र पढ्दै हुनुहुन्छ बाजेको राइटिङ पनि ल लियो 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 मान्यो मान्यो माने हाम्रो गुरु ल अब फेरि 3 वर्षपछि यस्तै गरी 2085 साल वैशाख महिनामा नै राम्रो चोखो लगन दिन बार पारी पुज्नेछौँ। आजलाई यतिकै बिदा चाहन्छु। हामी सबैलाई यो पछि गर्ने हो ल ल काट्ने गरौँ न। ल अब बेला काट्ने क्रम जारी रहेको हुँदा एकछिन यो भिडियोलाई हामी स्किप गर्छौँ होइन काका काका युट्युब च्यानल सब्सक्राइब गर्नु पऱ्यो है काका नवीन शर्मा फेसबुकमा पनि सेयर हुन्छ निर्माण भइरहेको छ यतातिर रगत चढाउने कार्यक्रम भइसकेको भेडाको रगत सिडी अब ढेर मात्र होला कानी फेरि ल हेरौँ है दाइ हेरौँ केही 2-4 शब्द केही जाओस् इङ्ग्लिसमा सोधौँ यो पुवा होइन नौबेत ए नौबेत फलफुलमा राले मुखो पनि थिए अहिले कता राखेको थिएँ मुखु मुखु पछाडि सरे स्याउको मोचाको प्रसाद ल अब हाम्रो सबैभन्दा वरिष्ठ व्यक्तित्व सिनियर बुवा हुनुहुन्छ उहाँ चाहिँ हाम्रो बाजे बोमबहादुर बाजेलाई चाहिँ गुरुले टिका लगाइदिनु हुनुहुन्छ बाजे केही छ 2-4 शब्द केही छ भन्नुपर्ने भन्नुपर्ने खै अहिले भन्ने हो कि अहिले पछि भन्ने हो। ए ल उहाँले पछि भन्नु हो अहिले भन्नु रे के यहाँ सुशील दाइले प्रेसर दिए महिलाहरू पनि आउँछ नि अहिले सबै सबै बेलामा बसिया उतातिर हो न खाने ज्याज पक्न खाले पट्टको ज्याज पक्न खाले कि ल उता ठुलो मान्छेलाई लगाऊँ पहिला टिका ग्रहण कार्यक्रम भइरहेको छ त्यति बेला लगाउनु लगाउनु काका लगाउनु हाम्रो यो थान हो थान रहेको छ यहाँनिर गुरु नि पूजा गर्ने थान सालगाडी छ नौबेद वितरण कार्यक्रम हुन लागिरहेको छ त्यो बेला अब के हुन प्रसाद हो त त्यो प्रसाद यतातिर पकाउने कार्यक्रम भइसकेको छ यतातिर पनि बाजेको मोबाइल चाहिँ दामी घन्किन रहेछ मोबाइल कडा रहेछ नमस्कार है नमस्कार नमस्कार हजुर गर्नु हामी सबै काला साधुहरू सबै परिवार आएर हामी पूजा गरियो है पूजा गर्दाखेरि हामी सबैले यताबाट सबै देखाउन मिल्छ कि लागेको जस्तो लागेको छ र अब उपरान्त पनि यस्तै हामीहरू कुनै फाटफुट नभएर राम्रोसँग खुसियालीसँग आउँदो पूजाहरूमा जस्तो कि अहिले राखिएको छ कि 85 सालको वैशाखमा पूजा गर्ने निर्णय गरिएको छ र त्यसमाथि फेरि हामीहरूले फेरि अर्को कुरा के राखिएको छ भने हाम्रो पुरानो थानहरू अलिकता पुरानो भएको हुनाले अर्को थान बनाउने समेत हामीले केही कोसिस गरेको छौँ। यसमा सबै हाम्रो परिवारले सहयोग गरिदिनु हुन म अनुरोध गर्दछु र आजदेखि फेरि म योभन्दा अगाडि यस कुल पूजाको गुरु त गरिरहेको खण्डमा आजको यो पूजाको उसमा म अलिकति अशक्त
बुढोकाल भएको हुनाले यो पुजारीको लागि मैले हाम्रो यस परिवारको अनुसार हाम्रो कुलबहादुर सरलाई मैले गुरुको लागि मैले निर्णय गरेको छ। मैले फर्स्ट राम्रो गरिदिनु होला ल ताली ल ल अरू एकछिन अर्को एउटा कुरा है ल ल एकछिन नखराउ न। अनि मैले एउटा कुरा के भने हामीहरू यहाँ पढ्ने लेख्नेहरू त सबै राम्रै होला, तर हाम्रो अहिले हाल सालमा हाम्रो शिक्षक हाम्रो नाम के गरे रबिन सारू मगर रबिन सारू मगर अलिकति शिक्षक भएको हुनाले ऊबाट केही राम्रो शब्दहरू सुनिदिनु होइन हो र ल मेरो एकदमै आदरणीय फोटो छिट्यो त अरू बाजे बजै आमाहरू बाबाहरू जामै जामै झ्यामै सबै सबैमा मेरो शिर निहुराएर नमस्कार गर्न चाहन्छु। यो कुलपूजामा यसरी सहभागी हुनुहुँदा एकदमै खुसी लागेको छ है। र यसरी नै आगामी दिनहरूमा पनि हामी सबैजना मिलेर रमाइलो गरेर यो ठाउँमा नै हाम्रो आदरणीय काका मनु काका, त्यस्तै हाम्रो बमबहादुर बाजे, हाम्रो झ्याबै लगायत आदरणीय व्यक्तित्वहरू जति पनि हुनुहुन्छ काका होइन, उहाँहरू सबैले एउटा थान पनि बनाउने निर्णय गर्नुभएको छ। त्यो निर्णयमा सबैले साथमा साथ हातमा हात राखेर हामी अगाडि बढ्नुपर्छ, तब मात्र हाम्रो सारू परिवार काला सारू परिवार अझै अगाडि बढ्ने हाम्रो लक्ष्य रहेको छ। र अन्त्यमा के भन्न चाहन्छु भने हामी सबै एकजुट हुनुपर्छ, हामी मिल्यौँ भने हाम्रो देश विकास हुन्छ। र यति भन्दै झ्यामेलाई पनि विशेष धन्यवाद, उहाँको पनि निकै जोस दिएको छ। ल हस्त नमस्कार। नाच्नु पनि पर्यो नि अहिले कसैलाई केही भन्नु छ जोस पनि निकाल्नु पर्यो नि। कसैलाई केही भन्नु छ भने आउनु है, ल दुई चार शब्द। हो शिशिर दाई, ल शिशिर दाई दुई चार शब्द। ल यसरी नै हाम्रो यो कुल पूजाको हामी अन्त्यमा छौँ। निर्णय सुनाउनु न काका। मन्दिरको लागि जामै निरसेला गुरुङमा निस्कने छ। झ्याबै बोल्नु केही दुई चार शब्द भन्नु। मन्दिरको बारेमा काकाले भन्नुहुन्छ कि भन्नु न। कुरा पढेर सुनाइनु भयो। भइसक्यो, काकाले भन्नुहुन्छ कि आफ्नो शब्दबाट काकाले आउनु आफ्नो शब्दबाट। यता हाम्रो झ्यामैहरू छ्यामैहरू पनि हुनुहुन्छ। साँझ युट्युबमा आउँछ है, युट्युबमा भयो भने सधैँ पहिला हुन्छ। झ्याम राम्रो आउनु भयो। सुनाऊ न अब शिशिर हाम्रो दाइले निर्णयहरू तैँले भन्न गरौँ न। हेत तेरे यार बोल्न सिक्नु पऱ्यो। यो यही निर्णय हो क्या। ल ल ल ल गरे कस्तो गऱ्यो अरे भने केही हुन्न के। अमलो बुटा के पसेन सारी म अनि होला अन्त सारी म खाल्टा को म मोलका म एकदम सेम दुई चार शब्द। सेम टु सेम हो क्या। निर्णय छ न जम्मैको राय यहाँ नि अनि सहभागी छन्। अझै अरू केही थप कुराहरू भन्नु छ? अनि यसै एउटा कुरामा हाम्रो मनुष्यहरूबाट यस पूजामा जे जति खर्च आम्दानी भएको मनुष्यहरूबाट बताउनुहुन्छ। ल ताली। जम्मा खर्च बहिरी लिएर आएर सरसल्लाह यहाँले मगर ल्याङ्ग्वेज
मदर ल्याङ्ग्वेज हो होइन मगर ल्याङ्ग्वेज भनेको के ए मगर ल्याङ्ग्वेज भनेको आमाहरूसँग नि के खस कुरा बोल्ने होइन के बिच बिचमा के अरू बुझ्दैन नि तैँले